Hello guys, welcome back to my channel, a new video again. अनि आज चाहिँ मैले धेरै नै लेट भ्लग स्टार्ट गरे। आज चाहिँ शुक्रबारको दिन स्कुलदेखि आइकिन पनि हेर्न सक्नुहुन्छ 80 बजिसकेको छ। गाइजहरु हेर्नुस्, यो चाहिँ हाम्रो आँगन अनि बाबाले चाहिँ आँगनमा पनि यति ढलाई हाल्नु भएको छ, हेर्न सक्नुहुन्छ। अनि यो चाहिँ फुच्चे भाइ। हामी यहाँदेखि बाहिर जाम ल, यो चाहिँ आउँछ भनेर बेर लगाएको। ओइ छिट पत्ता अनारो हामी चाहिँ यतातिर जाँदैछौँ गाइजहरु। पत्ता अनि यहाँले चाहिँ अङ्कलले धान राख्ने भकारी बनाउनु भएछ। यति उठाएर यहाँले चाहिँ धान हुन्छ कि यो सुकेको छैन, त्यही भएर यहाँले यसरी लाउनु भएको छ। अनि यहाँ माथि चाहिँ यताबाट चाहिँ धान हाल्ने भरे बुझी पाउनु भयो गाइजहरु। अनि यो चाहिँ त्यो कोठामा थियो अनि तिनीहरू चाहिँ निकाल्नु भएछ। के को लागि पानी भन्नुभएको आमा? भात पकाउन, तातो पानी खान। ए गाइजहरु, यो चाहिँ मेरो हजुरबुवा। के गर्नुभएको? के गर्नुभएको यस्तो यस्तो चाहिँ? हाई गरेको। हाई गर्नु। यो चाहिँ डिजिटल टुलो हेर्न सक्नुहुन्छ। आमाले चाहिँ यसमा आगो बाल्दै हुनुहुन्छ। यहाँ चाहिँ के उयो बसाउनु, त्यही त। यहाँनिर चाहिँ बच्चा बच्ची छन्। म आमा होइन ल तेरो बुइनी। यहाँनिर चाहिँ अङ्कलहरूले हेर्नु न, यहाँनिर यत्रो टोपीको बजार ल्याएर सुकाउनु भएछ। बुइनीले चाहिँ बढाल्दैछ। बाबा यता आगो फुक्दै हुनुहुन्छ। थुक्कमा त लेज खाँदै हुन्छ अरे भनेको त। गाइजहरु, आमा चाहिँ चिया खाँदै हुनुहुन्छ। चिया कस्तो छ? कसले बनाएको? कसले बनाएको? तैँले बनाइदिनुहोस्, आफै बनाएर खानुपर्छ नि। ओइ के गरे कि? के गरे यो? ओइ कुटुम। अनि त्यो एउटा बाउलाई पनि एक्लै खेल्दैछ। ओइ सबै यहाँ एक्लै खेल्ने मात्रै छन्। एक्लै खेले कि के गरे? के खेलेको? कबड्डी। कबड्डी एक्लै खेलिन्छ? कस्तो कस्तो मान्छेहरू छन् नि गाइजहरु। चुप, यो पनि एक्लै खेलिरहेको छ। ओइ के गरेको? ओइ घोसे, ओइ के खेलेको? त्यहाँदेखि कुदेर यहाँ आइज। ला यहाँ पो कुदेर उता जा भनेको। यसरी तँलाई म देखाउँछु क्या आएर। भएन, उता जा। यहाँ यस्तरी गरेको। 3 2 1 गो। यस्तरी म त जान्न। लु गर न, गर त भनिरहेको छु नि अघिदेखि। ओइ मरिस। गाइजहरु, हजुरको हाल खबर के छ? मेरो चाहिँ हाल खबर यस्तै छ है। फेरि यसले चाहिँ एउटा नयाँ आविष्कार गर्दैछ। के आविष्कार गरेको तैँले? ए त्यो मोबाइलमा देखेर होइन? ए पनि त्यस्तै। लु गरेर देखा न। त जा त सानो तँ। ओ छोड त। देखिस् त्यहाँ माथि उभिनै पो हो त। देखिस् भन्दै त। अनि मिलाइदियो त। नापुम हेर म तिमी कति छौ म भन्दा। कसरी नाप्छस्? लु मेरो हात नाप, म कति फुटको छु भन्। पास आन्टी चाहिँ दोकानदेखि आउनु भएछ। अहिले सानीको टर्न। यता फिर्केर गरे पो।
गाइजहरू सानीको पोपट भइसकेको छ। सानी नगर अब ओइ नगर तेरो पोपट भइसक्यो। यसको चाहिँ कोसिस जारी छ र अहिले चाहिँ फाइनल गर्यो। ओइ सानी छोड मरिस झन्डै। आज चाहिँ आन्टीले स्कुटी कुदाएर ल्याउनु भएछ। साइड अलि ठोकिदिनुहुन्छ। हेलो अङ्कल चाहिँ यहाँ मुसु हाँसिरहेको छ। टाइल्स हेर न ए जराउनु भयो आदि के गरेको सुबिना? यहाँ ल्याइदिउँ म चाहिँ सब्जी पकाउन आँटेको। अब यहाँ आगो ताप्नुपर्छ। यही डराउन फुक्नु भएको नि? अब अङ्कल पनि लान आँट्नु भएको? त्यही त थाहै छैन। तपाईँको पोते कसम भनेको मलाई जाडो भयो। के बनाएको यो? धुवा होइन त यो। एक बार लेन यसलाई। यसको म 1 नम्बर बनाइदिन्छु फुल रोप्ने जुगाडु भाइ। यता चट्टे काटो अनि यहाँ छेड पारेर चाहिँ बिर्को लाएर त मैले मोबाइलमा हेरेको। तर बिर्को त्यो फुलमा उयो हाल्ने पानी हाल्ने त्यसको दामी। यो चाहिँ नबाल्नु होला अहिले। आगोमा हात पर्छ सुबिना। जाडो भएन? ज्याकेटहरू लगा, स्वेटरहरू लगा। उसलाई जाडो भयो तर मलाई हल्का जाडो भयो नि त, त्यही भएर तपाईँलाई दिन्छु अनि नआए भन्दा त अहिले नुहाउनु भएन र? गाइजहरू यतालाई चाहिँ एउटा आगो चल्दैछ अनि ऊ पर चाहिँ एउटा कत्रो धुवा उडेको थियो। हेर्नु न मम्मी त्यत्रो लुगा छ र पस्ट पारेर यहाँनिर लुगाहरू मिलाउँदैछु गाइजहरू। ओइ के छोड्दैछस्? यो चाहिँ क्यालेन्डर काटी गाइजहरू। अनि हेर्नुहोस् न यो मेरो मम्मी मोबाइलमा हुनुहुन्छ, यो मेरो बाबा मोबाइलमै हुनुहुन्छ। अनि गाइजहरू अनि मैले चाहिँ अहिले भर्खर पढेर छुटकारा पाएको। अब 2टाको मात्र होमवर्क छ, भोलि गर्छु। अनि साइन्सको हामीलाई पढ्नु दिनुभएको छ, अब पढेन भने त खेल खतम। गाइजहरू यो चाहिँ मेरो र मेरो बहिनीको हाइलाइटरहरू हो, हेर्न सक्नुहुन्छ यति धेरै छ। टोटली 8वटा। यो सानीको 4टा हो अनि यो मेरो 4टा। मेरो चाहिँ 2टा सेम छ गाइजहरू। मेरो पनि 2टा सेम छ नि। अनि सानीसँग चाहिँ एउटा चाहिँ ओरेन्ज कलरको छ, मसँग चाहिँ यो पिङ्क कलरको छ। हजुरलाई यो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। आजको लागि थ्याङ्क यू फर वाचिङ।